नमस्कार दर्शकबिन, के तपाईँ स्वतन्त्र सोच्दै हुनुहुन्छ अथवा कसैद्वारा निर्देशित भएर सोचिराख्नु भएको छ? आज विकास भइराखेको प्रविधिले के तपाईँलाई त चलाइराखेको छैन? बिहान उठ्ने बित्तिकै पहिलो हेर्ने साधन मोबाइल किन बनिराखेको छ? किनकि तपाईँको ब्रेनले सबैभन्दा रुचाएको साधनको रूपमा आज मोबाइल बनिराखेको छ, अर्थात् यस्तै प्लेटफर्महरू बनिराखेको छ। अर्थात् तपाईँ हाम्रो ब्रेन मोबाइलसँग खुसी हुन थालेको देखिन्छ। तपाईँ हाम्रो ब्रेन मोबाइलसँग किन खुसी भयो त भन्दा मोबाइलबाट ब्रेनले जे खोजेको थियो त्यही कुरा प्राप्त गर्न सकेकै कारणले मोबाइलबाट ब्रेन खुसी भइराखेको छ। अब प्रश्न उठ्न सक्छ, के मोबाइलले साँचो यथार्थ कुरा मात्र दिइराखेकाले ब्रेनले त्यो यथार्थ कुरा लिएकै कारणले खुसी भइराखेको छ, अथवा मोबाइलको डाटाले तपाईँको ब्रेनलाई चलाइराखेका कारणले ब्रेन खुसी भइराखेको छ? एकछिन सोच्नुहोस् त। तपाईँले मोबाइल खोल्नुहुन्छ, तर के तपाईँले देख्नुहुने सामग्री तपाईँले रोज्नु भएको हो कि अल्गोरिदमले रोजेको हो? यदि अल्गोरिदमले रोजेको हो भने तपाईँ र तपाईँको दिमागलाई अल्गोरिदमले चलाइराखेको छ। वास्तवमा एआई एउटा यस्तो प्रविधि हो जसले डाटाबाट सिक्ने, निर्णय लिने र तपाईँलाई के देखाउने तय गर्ने प्रविधि हो। तपाईँले जे कुरा हेरिराख्नु भएको छ त्यही कुरा अगाडि सारिदिन्छ र त्यही कुरालाई सत्य हो भन्ने जसै गरी निरन्तर पटक पटक दोहोऱ्याइ प्रस्तुत गरिदिन्छ। यसलाई भनिन्छ पर्सनलाइजेसन। तपाईँका चाहनाहरूलाई पहिचान गर्दै चाहना अनुरूपका तथ्यहरू मात्र अगाडि लिएर निरन्तर प्रस्तुत गर्दै तपाईँलाई आफूले हेरिराखेको कुरा अन्तिम सत्य हो भन्ने सम्मको भ्रमसम्म पुर्याइदिएको हुन सक्छ। तर सावधान, यो इको च्याम्बर पनि हुन सक्छ, जहाँ तपाईँलाई एउटै विचार मात्र देखाइदिएर त्यो नै अन्तिम सत्य हो जस्तो बनाइदिएको हुन सक्छ। एउटा भनाइ छ, यदि तिमी असत्य बोल्छौ भने पनि 100 पटक निरन्तर बोल्न सक, त्यो सत्यमा परिणत हुन सक्छ। त्यसै गरी आजको अल्गोरिदमले पटक पटक तपाईँलाई निरन्तर रूपमा एउटै कुरा दिएर असत्यलाई सत्य साबित गरिराखेको हुन सक्छ। आजको दिनमा निकै शक्तिशाली साधनको रूपमा यस्ता अल्गोरिदमहरू अगाडि सारिएको छ, जसले सामाजिक राजनीतिक दृष्टिकोण नै बदलाव ल्याउन सक्छ र यसको निर्णायक शक्तिको रूपमा प्रस्तुत हुन थालेको छ, जसले गर्दा समाजका अलि बाठा मानिसहरूले यस्ता साधनहरूको प्रयोग गर्दै समाजलाई दिग्भ्रमित पार्ने खतरा चाहिँ छँदैछ। पछिल्लो पटक राजनीतिमा यस्ता साधनहरू निकै जोडतोडले प्रयोग भएको छ, जसले सर्वसाधारण जनताको दिमागलाई भुट्ने काम मात्र भइराखेको छ र वास्तविकताभन्दा निकै टाढा लैजाँदै अवास्तविक कुरालाई नि वास्तविकता हो भन्ने भ्रमसम्मको स्थितिमा चाहिँ लैजाने खतरा छँदैछ। फेरि पनि प्रश्न एउटै छ, तपाईँ प्रविधि प्रयोग गर्दै हुनुहुन्छ कि प्रविधिले तपाईँलाई प्रयोग गर्दैछ? अल्गोरिदमले यो ठाउँमा पुर्याइदिएको छ कि आफूले के प्रयोग गरिराखेको छु भन्नेसम्मको ज्ञान नहुने ठाउँमा पुर्याउँदैछ। यस्तो खतराबाट समाजलाई बचाउनु पर्ने हुन्छ। त्यसका निम्ति समाजले सचेततापूर्वक यस्ता साधनहरूको उपयोग गर्न सिक्नु पर्दछ।